एक शब्द मात्र नभई सम्पूर्ण ब्रह्माण्डको सबैभन्दा पवित्र भावना हो। प्रेम, त्याग, बलिदान अनि अनन्त स्नेहको सम्मिश्रण हो आमा। आमाको परिभाषा फरक फरक होलान्, तर निस्वार्थ प्रेमको सुन्दर उदाहरण हो आमा। एक आमाले आफ्नो बच्चालाई केवल जन्म मात्र दिँदैन, पालन पोषणका साथसाथै उनीहरूलाई सशक्त अनि सफल बनाउनका लागि त्यो हर सम्भव प्रयास गर्ने गर्छिन्। एक बच्चाको जिन्दगी नै आमा नै हो भनेर फरक नपर्ला, किनकि जिन्दगी दिनेवाला नै आमा हुन्छन्। उसको पहिलो साथी, पहिलो गुरु अनि पहिलो प्रेम नै आमा हुने गर्छिन्। अनि दोस्रो पटक नमिल्ने भनेको एउटा जिन्दगी हो। अनि आमा, कति बयान गरौँ आमाको बारे। आमा त्यो उचाइ हो जसको नाप छैन, अनि त्यो गहिराई हो जसको अन्तिम बिन्दु छैन। आमा कसैको कमजोरी नभई तागत हो, साहस हो। तिमीले बाँचिरहेको जिन्दगीको अर्थ हो।